हेलो सम्पूर्ण मित्रहरूलाई नमस्कार। आज चाहिँ म तपाईलाई नेपालको सुदूरपूर्व ताप्लेजुङ जिल्लाको मिकवाखोला गाउँपालिका वडा 4 साँबा टेम्बामा रहेको फुङफुङे झरनाको अवलोकन गर्दैछु र हजुरहरूलाई भिडियो मार्फत गराउँदैछु। मेरो भिडियोलाई मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब च्यानलमा गरिदिनु होला। मेरो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ सपोर्ट होला। हेलो, गुड मर्निङ सबैजना साथीहरूलाई, मेरो फेसबुकमा जोडिनुभएका साथीहरूलाई गुड मर्निङ। आज चाहिँ म ताप्लेजुङ जिल्लाको मिकवाखोला गाउँपालिका वार्ड नम्बर 4 साँबा टेम्बामा रहेको यो फङफङदेन फुङफुङे झरनामा आएको छु। फङफङदेन झरना पनि भन्छ, खोइ फुङफुङे झरना हो कि फङफङदेन झरना हो। यो कालो जाँदैछु, तपाईँहरू यो दृश्य देखाउँदैछु। एकदम मजाको बनाएको रहेछ, हेर्नुहोस् है गाइस, दामी बनाएको रहेछ है। अनि हजुरहरू पनि आउन सक्नुहुन्छ। एउटा एकदम राम्रो रमणीय ठाउँ छ। ओ माई गड, यहाँ स्विमिङ पुल पनि बनाएको छ है। यस्तो छ है मित्रहरू। अनि यो झरना साथसाथै यहाँ ऊ पनि छ मन्दिर, ऊ तल त्यो मन्दिर हो, त्यहाँ पूजा गर्नुपर्छ होइन। यो छ अनि एउटा स्विमिङ पुल यहाँ बनाएको रहेछ मित्रहरू। यस्तो छ फुङफुङे झरना, ऊ माथि देख्न सक्नुहुन्छ। एकदम कस्तो एकदम खोज कुना हो, त्यही पनि एउटा यस्तो अब पर्यटकीय चाहिने सम्भावना बोकेको एउटा ठाउँ हो यो। हेर्नुहोस् है गाइस, यस्तो छ मित्रहरू। एकदम मेहनत गरेर यहाँ धेरै लगानी गरेर चाहिँ यो बनाएको छ, यस्तो पहरा अप्ठ्यारोमा। जाउँ है माथि अब पर। एकदम मजाको बनाएको रहेछ, हेर्नुहोस् है मित्रहरू। फङफङदेन अरे फङफङदेन के हो, फुङफुङे झरना, फङफङदेन झरना भन्नु नि अप्ठ्यारो लाग्छ। यो सिँढी बनाएको रहेछ, यहाँ यसरी जानुपर्छ। दाहिने बायाँ लेफ्ट एन्ड राइट साइड फुल पनि रोपेको छ। यस्तो मजाको फुल छ गाइस। अनि यता देख्न सक्नुहुन्छ तपाईँ। ओ माई डियर, आफ्टर लङ टाइम आई कम ब्याक अगेन हियर। एकदम धेरै वर्षपछि आउँदा धेरै अन्तर देखियो। यहाँ फुल दामी छ है मित्रहरू। लेफ्ट एन्ड राइट साइड फुल मजाको रोपेको छ। यस्तो सिँढी रहेछ है। यस्तो दामी छ है। उकालो जाँदैछौँ। यता हाम्रो भान्जा हामी दुईजना मात्रै छौँ है मित्रहरू, बाइकमा आएको। यस्तो छ, एकदम मजाको बनाएको रहेछ। मलाई कति वर्ष, निकै वर्ष बोक्यो नआएको, खतरा बनाएको रहेछ नि यहाँ। 4-5 वर्ष कति वर्षपछि आएको। अनि यहाँ त धेरै डेभलप भएछ त, धेरै परिवर्तन भएछ त। यहाँ टक्क उकालो चढ्दै गर्दाखेरि एकछिन ब्रेक गर्ने हावाघर चौतारी बनाएको रहेछ। टक्क यहाँ बसेर चिया खाने
तातो चिसो होइन बोकेको छ भने टक्क बसेर एकछिन ब्रेक गरेर सास फेरेर उकालो फेरि सर्नुपर्छ है मित्रहरू। ल यहाँबाट देख्न सक्नुहुन्छ ओह्रालो दृश्य, ओह्रालोको भ्यू। त्यो खोला चाहिँ तपाईँको मेवा खोला है। अनि यताबाट जान्छ, यो चाहिँ फुङफुङे झरनाको पानी झर्दैछ। पल्लो चाहिँ मेवा खोला। अनि यहीँबाट यतापट्टि साइडबाट चाहिँ यो खोला तल मेवा हाइड्रो पावर, मेवा डेभलप हाइड्रो पावर पनि यहाँबाट चाहिँ टनेल बनाएर तल हाम्रो घरदेखि मुनि त्यसको बेस त्यहाँ बिजुली उत्पादन गर्छ, त्यहाँ चाहिँ निस्किन्छ। यहाँ चाहिँ टुप्पो है मित्रहरू, यहाँबाट चाहिँ टनेल बनाएर त्यो पनि म देखाउनेछु। टनेल पनि भरे सम्भव छ भने है भन्छ उकालो। एकदम दामी भएको रहेछ अहिले चाहिँ यहाँ हाम्रो सोल्टिनीहरू पनि भिजिटमा आउनुभएको छ। कता हो घर? बहिनी कता हो घर हजुरहरूको? हजुर ए आयो नि क्या अरूनाहरू त्यही तिनीहरू नै होइन? ओ सो नाइस, एकदम राम्रो लाग्यो मलाई। पर्खे भरे आउँदाखेरि सँगै आउनु ल। माथि तर जाडो हुँदैन ठिकै छ यसको हावा, साँगाको हावा खुसखुसी आउँछ होला होइन? कस्तो मजाको बनाएको छ। यहाँ चाहिँ अझै माटो हालेर कि अनि मल हालेर बनाउनु पर्छ, अझै फुल रोप्नुपर्छ। राम्रो बनाएको छ सिँढी क्या, यो त थिएन हौ। कहिले बनायो? म त थुप्रै वर्ष भएछ यहाँ माथि नचढेको त। तब बाटो चाहिँ हिँडेको। एकदम राम्रो बनाएको छ। हेलो मित्रहरू, सिन हेर्नु होला, सुरुदेखि अन्त्यसम्म मेरो भिडियोलाई स्किप नगरी हेर्नु होला है, एकदम रमाइलो हुनेछ। पल्लोपट्टि पनि रहेछ है, सिँढी बनाएको छ। यता आउँछ पुल बनाउने रे, त्यसो गर्दा झन् राम्रो हुन्छ। कि त यताबाट चढ्यो भने यताबाट धरौँ। यहाँ पनि एउटा हावाघर छ, चौतारो। फलामको टक्क पानी पर्दा पनि पानी पर्दा यसो आउँदै गर्दाखेरि पानी पर्यो, यताउति मौसम खराब हो भने यहाँ बस्नको लागि र आउँदै गर्दा थाक्यो भने थकान मेटाउनको लागि चाहिँ यहाँ टक्क बस्ने हो। अनि यसो एकछिन आराम गरेर फेरि उकालो चढ्नुको लागि यस्तो हावाघर बिचबिचमा ठ्याक्क बनाएको रहेछ है मित्रहरू। एकदम रमाइलो छ, दामी छ है। मित्रहरूलाई अलरेडी मैले जानकारी गराएको छु यो चाहिँ कुन ठाउँ कहाँ छ भनेर। यो चाहिँ तपाईको नेपालको सुदूरपूर्व ताप्लेजुङ जिल्ला मिक्वा खोला गाउँपालिका वडा नम्बर 4 साँबा टेम्बा भन्ने बस्तीमा हो। अनि यो झरना एउटा नेपालको सायद दोस्रो झरना पनि होला, दोस्रो लामो।
अनि एकदमै राम्रो छ। तपाईहरु पनि आउन चाहनुहुन्छ भने मजाले बाइकहरु आउँछ, गाडी ट्याक्सी आइपुग्छ है। घुम्नु आउनुहोस्। पिच रोड चाहिँ छैन, कच्ची सडक छ। अलिक कठिनै हुन्छ आउनु त, पिच रोड भएको जस्तो त हुँदैन। आउनुहोस् है गाइस। राम्रो छ एकदम। टाढो पर्दो रहेछ हौ है निकै। हिँड्नु नसक्ने त अनि 3-4 चोटि त ब्रेक गर्नै पर्छ नि त्यो हावाघरमा होइन। त्यही भएर बनाएको छ हावाघर पनि, दिमागलाई। हेर्नुहोस् है गाइस, फुलहरू फुलिरहेछ दाहिने बायाँ यस्तो बनाएको छ मजाले, फुल रोप्ने ठाउँ। यता पनि यसरी बनाएको छ। तर अलिकति यहाँ माटो चाहिँ राम्रो हाल्नुपर्छ, अनि मात्रै राम्रो हुन्छ होला। अहिले चाहिँ त्यति व्यवस्थित तरिकाले फुल रोप्नुको लागि मलजल र माटो हालेको छैन रहेछ। मात्र फुल रोप्ने ड्याङ ऊ चाहिँ बनाएको रहेछ यसरी। यस्तो मजाको बनाएको छ है मित्रहरू। तलबाट उकालो चढेको है मित्रहरू। गाइस यस्तो छ, उकालो आउनुपर्छ। मजाको सिँढी बनाएको छ, एकदम रमाइलो लाग्दो रहेछ। खासै त्यति सिँढी मजाको बनाएको छ र त्यति थकान महसुस हुँदैन। अहिले हामी निकै 500 मिटर समथिङ, 500 छैन होला, 300 मिटर जस्तो चढिसक्यौँ होला उकालो। अनि यो छाँगाको फेदमा पुग्दा चाहिँ तपाईँको लगभग 400 मिटर 500 मिटर उकालो चढ्नु पर्ने रहेछ। त्यति टाढो चाहिँ छैन उकालो टाढो चाहिँ छैन। सिँढी छ मजाले, स्टेप बाई स्टेप यसरी टक 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 गर्ने मजाले। इनफ्याक्ट यहाँ चाहिँ भर्खरै गरिसकेको छ। यो फुल रोप्नुको लागि माटोहरू भरेको छैन। यसरी चाहिँ फुल रोप्ने ठाउँ पनि छ, ड्याङ बनाएको छ। यसरी बनाएको छ है। यो चाहिँ खुम्बुङे झरनाको छाँगाको फेदतिर हामी पुग्न लाग्यौँ। यहाँबाट चाहिँ तेर्सो रहेछ। यस्तो छ है मित्रहरू। यहाँनिर हावाघर एउटा यहाँ पनि छ चौतारा जस्तो। उकालो चढ्दाखेरि थकान मेटाउनको लागि यो चौतारा हावाघर एउटा यहाँ पनि बनाएको रहेछ। उकालो चढ्दा थकान मेटाउनु, अर्थात् पानी पर्दाखेरि एकछिन मौसम खराब भएर पानी पर्दाखेरि एकछिन आराम गर्नको लागि यो सानो हटहरू बनाएको रहेछ। क्यामेरा चाहिँ भाइ राम्रो हुन्छ हाम्रो।
हाम्रो दाइहरू पनि भिजिट गरेर फर्किसक्नु भएको छ। कोही साथीहरू माथि हुनुहुन्छ, कोही आउने क्रम जारी छ, तलतिर आउँदै पनि छन् साथीहरू, भिजिट गर्ने साथीहरू। यो चाहिँ हो तपाईँको झरना, फङफङदेन झरना हो कि त्यो नाम भन्न पनि अप्ठ्यारो छ। फङफङे झरना, सँग गर्छ, फङ गर्छ, त्यही भएर फङफङदेन झरना होला। फङफङदेन झरना अरे। फाइनली अब चाहिँ छाँगाको फेदतिर हामी पुगिसक्यौँ। यो यहाँ एउटा चौतारा बनाएको रहेछ। यस्तो छ यहाँको भ्यू, यहाँको दृश्य सबैलाई। हेलो गाइस, यो साइड झरनाको दृश्य तपाईँलाई राम्ररी देखाउनेछु। यहाँ थुप्रै भाइहरू हुनुहुन्छ। यहाँ चाहिँ यस्तो छ, अप्ठ्यारो रहेछ। यस्तो छ मित्रहरू झरना रङ्गलै। अहिले चाहिँ पानी अलिक सुकेको रहेछ। बर्खाको समयमा असार साउन भदौतिर चाहिँ यहाँनिर, असार साउन भदौतिर चाहिँ यहाँसम्म पानीको छिट्काले हान्छ। अहिले चाहिँ पानी सुकिसकेको रहेछ। आज चाहिँ मिति 2082 साल मङ्सिर 9 गते अनि पानी सुकिसकेको छ। त्यही भएर मजाले भिजिट गर्न सकिन्छ। भाइहरू पर छाँगाको फेद मेरो छेउमै गएका छन्, तर त्यहाँ पानीको छिट्का निकै धेरै आएको अवस्था देखिन्छ। साथ अलिअलि भिजेको होला साथीहरू। यस्तो छ। अनि यहाँ माथि नै एउटा सानो, यहाँ पर टेम्बा भन्ने ठाउँमा त्यो बस्तीमा बाटो जानको लागि यहाँ पनि सानो एउटा गोरेटो रहेछ बाटो है गाइस। हवस् मित्रहरू, तपाईँहरू पनि अब अगर आउन चाहनुहुन्छ र भिजिट गर्न चाहनुहुन्छ भने आउनुहोला। यो झरना है यस्तो छ है गाइस। आज चाहिँ बिहानै उठेर हामी बर्खन्तबाट चाहिँ मुखै नदिएको, त्यही भएर अनुहार पनि त्यस्तै कच्चा सबै छ, मुख धोएको छैन है। त्यस्तै छ है मित्रहरू। झरनाको दृश्य यो छ, यस्तो छ है। ओके मित्रहरू, अगर तपाईँहरू पनि भिजिट गर्न चाहनुहुन्छ भने ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वार्ड नम्बर 4 साँबा टेम्बा अनि रोड भने तपाईँको कच्ची सडक छ मजाले, र पनि मजाले तपाईँको गाडी, फोर व्हिलर, टु व्हिलर, कुनै पनि बाइकहरू होइन, गाडी ट्याक्सीहरू आइपुग्छ है त मित्रहरू। ओके, अर्को भिडियोमा भेटौँला। नमस्कार सम्पूर्णलाई।